साथीहरू सबैलाई जो नमस्ते र साथीहरू अब चाहिँ म मार्केट निक्लेको र मेरो साथमा चाहिँ झोला छैन साथीहरू सबै सेन्टरमै छ त अब चाहिँ म हटुवाकोबाट नै झोला लिएर सौदा गर्नु गएको बाजारतिर छ झोला छैन हेर्नु नि टमाटर कसरी हो टमाटर के सेतो सेतो छ त यो गट्टा हो हरियो त होइन यो पोटल चाहिँ मेरो फेरि फेभरेट हो मेरो छोराको पनि यो लौका चाहिँ कसरी पोटल 20 টাকা ना ना बडी लाग्दैन यो भेन्डी चाहिँ गरमले गर्दा सबै बिग्रेको होला हौ एक मुठा कर्मी साग हो ल्याउँ न यहाँ कसरी यता पनि छ साथीहरू बजारमै छ भएको जस्तै भएको छ साथीहरू हरियो पर्यो पाउँदैन अहिले गरम महिनाले गर्दा सौदा गरेर आए गरम छ साथीहरू 5 बजी सौदा गर्न जाँदा पनि घाम लागेर यस्तो लाग्थ्यो प्याज तिर्खा लागेको साथीहरू आज त यस्तो डेङ तपाईँहरूलाई देखाउने छु साथीहरू किनभने आज चाहिँ मैले हरियो परियो ल्याइनँ किनभने अहिले गरम महिनामा पाएको पनि छैन साथीहरू हो मार्केटिङको सब्जी र प्याज टमाटरहरू अदुवा लसुन चाहिँ मैले बिहानै ल्याएको थिएँ र यो लौका ल्याएको छु एउटा हो त्यसको बादमा चाहिँ यो फेरि चाहिँ कर्म सागहरू है हिजो 2 मुठा ल्याएको छु 2 मुठा भेट्नु 10 रुपियाँमै पाएको खाएको छुइनँ मैले आज फर्स्ट टाइम ल्याएको र यसमा मैले भेन्डी ल्याएको छु साथीहरू पोटल ल्याएको छु पोटल चाहिँ मैले 1 पाउ मात्रै ल्याएको नि त हो त्यहाँदेखिको चाहिँ मैले खिरा काँक्रा ल्याएको छु 1 किलो र टमाटरहरू चाहिँ मैले बिहानै ल्याएको ल हुन्छ साथीहरू आजको सन्डे ब्लगमा र सन्डे मार्केटिङको भिडियो चाहिँ कस्तो लाग्यो भन्नु होला सबैलाई।